टाइममा टाइमिङ मिलाएर अब टेस्ट पनि खानुपर्छ आफ्नो बच्चापछि भविष्यको लागि जानुपर्छ तिम्रो पनि दिन भाइ नमस्ते सबैजनालाई म देवी थापा मगर एकेए लाली गर्बुजा अनि आज चाहिँ म मम्मी बाबा अनि बुढा चारजना चाहिँ हामी परान मुभी हेर्न जाँदैछौँ नाइट सो बाबुहरू दुईजना बाबुहरू चाहिँ गेमको लागि आज जानु भइसक्यो अनि आज चाहिँ हामी के गर्ने भन्दा चाहिँ नाइट सो हेर्न जाने भनेर प्लान बनाएर हामी नाइट सो हेर्न जान लागिरहेछौँ अब यो चाहिँ त्यस्तो लामो हुँदैन सर्ट भिडियो बनाउँदैछु मैले अब हामी के गर्छौँ त्यहाँ गएर के गर्छु त्यो सबै म देखाउने कोसिस गर्छु सबैजनाले यो भिडियो हेरेर जजमेन्ट नगरिदिनु होला नराम्रो किनकि म सिक्दैछु होइन अनि माया गरिदिनु होला केही कुराहरू मलाई सिक्ने मौका दिनु होला अनि त्यही हो एकदमै धेरै माया अनि सपोर्ट गरिदिनु होला जो मेरो बुढालाई गरिराख्नु भएको छ त्यसरी नै होप हजुरहरूले माया गरिदिनुहुन्छ अनि खै त तिम्रो दुईटा देवर बाबुहरू भनिसके दुईजना देवर चाहिँ गेमको लागि बिहानै गइसक्नु भयो अनि आज एकदमै धेरै चिसो पनि छ अनि हामी मम्मी बाबालाई चाहिँ अब नाइट सो हेराउन लैजाऊँ परान मुभी अनि फेरि परान मुभी चाहिँ स्पेसल्ली हामी किन हेराउन खोजिरहेको भने त्यो चाहिँ तीन भाइको स्टोरीमा बनाएको छ अनि मम्मीलाई चाहिँ स्पेसल्ली मम्मीलाई चाहिँ यो टच हुन्छ होला भनेर चाहिँ हामीले मर बुढाले इमेजिन गरेर लैजान लागेको सो ओके हामी के गर्छौँ म तपाईँहरूलाई छोटो मिठो देखाइदिन्छु वेलकम टु माई च्यानल मम्मी मेरो जेठी बुहारी अनि सबै भन्नाले यहाँनिर हाम्रो शुभचिन्तकहरूलाई सबै सम्पूर्णलाई मेरो नमस्ते अनि धेरै माया छ आज चाहिँ हामी के अरे नाइट सो के अरे कुन चाहिँ फिल्म परान भन्ने फिल्म हेर्न जाँदैछु मुभी अनि त्यसपछि बुहारीले चाहिँ यहाँ मलाई फुरुक्कै पारेर होइन फुरुक्कै पारेको होइन मम्मी यस्तो त्यही भएर मम्मीलाई त्यही भएर मेरो बुढाको तीन भाइको चाहिँ दिदी भन्छन् मम्मी भन्दैनन् क्या यो चाहिँ के हो मेन्टेन हो यो चाहिँ के हो रे मम्मी होइन गबै त उनी सम्धी भने जस्तो भुँडीदेखि यस्तो भइसक्यो छैन अहिले चाहिँ झ्याउटा भएँ अनि मम्मी ल अहिलेको यो परान हेरेर चाहिँ मर बुढालाई लाग्छ 100% मम्मी रुनुहुन्छ भनेर होइन मम्मी चाहिँ रुन्छु जस्तो लाग्छ कि लाग्दैन मलाई चाहिँ 101% मा रुन्न ल पहिला बाबा वेलकम टु माई च्यानल फाइन यस Okay, let's go. We are getting too late. है बुहारीको च्यानल हो यो ओके ओके ए हाम्रो बुहारी च्यानल हो यो यो पनि प्राङ्क हुनुभयो हैन उहाँको च्यानललाई मेरो बुहारीको च्यानललाई I don't know what the name हैन देवी थापा मगर उहाँकोलाई 100% सरप्राइज सपोर्ट एन्ड पुल अप गर्नुपर्छ हजुर है ओके डेडलाइन सोधा रुनुहुन्छ कि आज परान मुभी हेरेर रुन्छु जस्तो लाग्छ कि लाग्दैन बाबा एब्सोल्युटली ल रुन्छु तर फेरि पिपलले हैन यो नसोच्नु कि कुन वेमा रोइरहेछ भनेर चाहिँ नसोच्नु त्यो हाम्रो फिगरबाट हैन तर एज अ क्यारेक्टर एट द मुभी त्यो पार्टबाट चाहिँ अब त्यो इमोसनल भयो नि भयो सरी त्यसको बारेमा है ल ओके ल बाबा ल भर्खर थाहा भयो यो चाहिँ हाम्रो जेठी बुहारीको के अरे च्यानल रहेछ हजुर अनि त्यही भएर म चाहिँ अब अहिले चाहिँ फर्स्ट टाइम मेरो जेठी बुहारीको च्यानलमा यहाँनिर म चाहिँ आउनु भएको छ जेठी बुहारीको उत्तराखण्ड नमस्ते अनि यो चिसो मौसमको न्यानो माया मेरो बुहारीलाई पनि धेरै माया गरिदिनु होला अनि लाइक कमेन्ट गरिदिनु होला यदि सब्सक्राइब गरिदिनु भएको छैन भने पनि गरिदिनु होला अहिले त बुहारीसँगै हामी पनि बुहारीसँगै साथ सपोर्टमा हामी पनि छौँ हामीलाई पनि हेरिदिनु होला अनि हाम्रो सबै परिवारलाई माया गरिदिनु होला सबैलाई माया गरिदिनु होला सासु ससुरा कस्तो लाग्छ त्यो पनि भनिदिनु होला
अनि कमी कमजोरी भनिदिनु होला अनि हामी पनि बुहारीहरूले हजुरहरूले भने जस्तै सासुसरा बनिदिने कोसिस गर्नेछौँ अनि आज चाहिँ के फिल्म प्राण फिल्म हेरेर रुने कि नरुने भन्दै थिएँ अघिले तर म पक्कै पनि 101 रुन्दिनँ किनकि आफ्नो उसले त रुवाउन आफ्नो प्राणले त रुवाउन सकेको छैन आफ्नो अब नेचुरल एउटा फिल्मले भनेपछि पक्कै पनि त्यो फिल्म चाहिँ एउटा ड्रामा नाटक भन्ने हुन्छ होला नि त त्यही भएर त्यो एउटा इन्जोय लिन राम्रो नराम्रो लिन गएको सिक्न गएको तर यो भन्ने मात्रै मम्मी चाहिँ फेरि म एकदम स्ट्रङ छु हुन त व्यवहारले पढ्दै पढ्दै गएर स्ट्रङ हुनुभएको छ हरेक व्यवहारमा तर मम्मी चाहिँ अति त्यहाँ पढ्यो भने चाहिँ एकदम इमोसनल हुनुहुन्छ यो चाहिँ अहिले मम्मीको म यहाँ क्याप्चर गर्छु अहिले फेरि उहाँले त्यो बच्चाहरू सानो सानो हुँदाखेरि यो बाहिरको यो बाहिरको यो चाहिँ यो कोट चाहिँ यो के अरे दोना सानो हुँदाखेरिको हो अरे तर मम्मीसँग धेरै छ लुगा त्यो इभन दोना नहुँदाखेरिको लुगा पनि छ है त्यही भएर यस्तो भन्छन् कि मान्छेले मलाई अब बाबाले पनि इभन आफ्नो कुराले कति धेरै हो त्यो डराक्सल्दा त्यो हिजो पनि राख्ने सास्ने बानी भएर अनि फेरि त्यो के भन्छ अरे एकदम इज्जत गर्ने बानी के लास्टै यिनीहरूलाई पनि त्यही भएर अब सम्हालेर राखेर अब सबैले ला अब यो अब के भन्छ त्यसलाई भाइरल ला यो अब लगाएको फाल्ने यसो गर्ने भन्दा सबैले लगाएर राख्दा बिचरा 20 वर्षपछि अबको 20 वर्ष फेरि यही नै नयाँ स्टाइल भयो नि त अनि त अहिलेको लुगा फेरि 10 वर्षसम्म बाँच्यो भने फेरि त्यो बेला आउँछ एउटा कुरा के त्यस्तै अब त्यसलाई पनि बाबालाई भन्नु नि सोध्देऊ न अनि बाबाले के भन्ने रे बाबा ल भन्नुहोस् ल के भन्ने रे यस्तो क्या कस्तो हुन्छ भने एबर्ट के सोध्न लाग्यो जाँदै कुरा गरौँ ल अब हामी जाँदै कुरा गरौँ त्यसो भयो है त मम्मी ल अलराइट बाबा हामी फाइनल्ली कहाँ छौँ गाडीमा छौँ भन्दा हामी जाँदैछौँ बिचरा हाम्रो डोनाले चाहिँ उसको यहाँ अपरेसन सर्जरी गरेको होइन तर पनि होइन वान ह्यान्ड सिङ्गल ह्यान्ड ड्राइभ गरिरहेछ होइन अनि उसको चाहिँ फेरि कस्तो भने यो अटो गियर हो धेरै प्रब्लम हुँदैन वान ह्यान्डले पनि मतलब इजिली ड्राइभ गर्न सक्छ यो गाडीमा मेबी अरू गाडी त म भन्न सक्दिनँ होइन तर यो गाडी उसले त्यो कम्फर्टेबल छ अनि सो द्याट होइन अहिले हामी चाहिँ वी आर हेडिङ टु वाच द मुभी होइन प्राण भन्ने मुभी यो मैले चाहिँ धेरै सुनेको पनि हो हामी बुटोलमा हेर्न जाने भनेको अनि एरोन थियो त्यतिखेर एरोनले हेर्न जाने भने अनि पछि फेरि त्यहाँ स्क्रिनबाट आउट भइसकेको रहेछ तर यहाँ चाहिँ काठमाडौँमा हामी आएपछि अनि लेट अस सी वी मस्ट ह्याभ टु सी द्याट मुभी भन्ने क्या ग्रेटेस्ट थिङ चाहिँ के छ भने नि आज टुडे एउटा ग्रेटेस्ट थिङ के हो भनौँ मम इज अन द कार यस अब यस्तो छ के अरे मम्मीलाई चाहिँ एकदम गाडी लाग्छ होइन लास्टै यसो त्यो गाडीहरूको त्यो स्मेल आउँदा पनि एकदम गाह्रो हुन्छ लास्टै गाह्रो हुन्छ मम्मी जहाँ हिँडे पनि त्यो इभन प्लेनमा आउँदा पनि पुरा मुख ठुनेर घोप्टो परेर यस्तो गाह्रो तरिकाले आउनुहुन्छ होइन तर त्यो के अरे एयर ब्यागको त्यो एयर सिकनेस ब्याग मैले 4वटा त पहिल्यै मागेर राखिदिएको हुन्छ क्या अनि यस्तो गाह्रो हुन्छ मम्मीलाई अनि त्यसपछि आज चाहिँ अब यही नजिकै हो के अरे भनेर मम्मीले चाहिँ ल म ट्राई गर्छु गाडीमै जाने भनेर ट्राई गर्नु नै डोनाले के भनेछ भने अब हामी अझै 1 विक हामी यहाँ बस्दासम्म मम्मीलाई हेबिट बनाइदिन्छु भनेछ एभ्री मर्निङमा डेमा इभिनिङमा नाइटमा हिँड्दा मम्मीलाई हेबिट बनाइन्छ अरे क्या डोनाले होइन इट्स राइट अर नट सही अनि मम्मी चाहिँ अगाडि बस्नु भएको छ त्यस गाह्रो भएर पनि बसिराख्नु भएको छ अनि पुरा ड्राइभ गरिराख्नु भएको छ ए भगवान् होइन क्या उहाँ मुभी हेर्न जाने हो कि के गर्न जाने हो र त्यो यो कुरा त क्लियर हुनैपर्छ हुँदैन ल फाइनल्ली हामी चाहिँ हलमा आइसक्यौँ महलमा आइसक्यौँ अनि मलमा आइसक्यौँ मम्मी सुन्नु न यसो मम्मीले चाहिँ बाबालाई सधैँ यस्तै हो बाहिर हिँड्दा जहाँ हिँड्दा पनि
यसरी नै बाबालाई यसरी होल्ड गर्नु भएन भने चाहिँ बाबा लड्ने एकदमै डेन्जर हुन्छ। सो मम्मीले चाहिँ जहाँ पनि यसरी नै क्यारी गरेर हिँड्नुहुन्छ। बाबाप्रतिको यो माया रेस्पेक्ट अनि यो त्यागलाई देखेर पनि अब मलाई एकदमै धेरै हौसला मिल्छ। त्यो कुराहरू देखेर सिक्न पाइरहेको छु। ओके मम्मी यहाँ बस्छौँ हामी यहाँ बस्छौँ ल, बुढा तलबाट आउनुहुन्छ। ओके सो हामी चाहिँ सिनेमा हलमा पुगिसकेका छौँ। मम्मी बाबा अनि बुढा चाहिँ टिकट चेकमा हुनुहुन्छ। ओके सो फोटोसुट भइरहेको छ अहिले एकछिनलाई। अब फोटो खिच्ने अरे बाबा र मम्मीले यहाँ। अनि अब हामी जान्छौँ मुभी हेर्न। रेडी टु स्टार्ट। यस मम्मी रेडी हुनुहुन्छ मम्मी बाबा? एकदमै यहाँ फोटो खिचेर हेर न बाबाले। ए ल बाबालाई फोटो खिच्नु मन लाग्यो सेल्फी। ल म खिचिदिन्छु नि त बाबालाई तिमीलाई है। इन्टरभल भयो, कस्तो लाग्यो मम्मी? एकदम रुनुभयो। सुरुमा त रुन्न भन्नुभएको थियो के अरे? यो आँसुलाई सोधा। के कुराले एकदम इमोसनल हुनुभयो भन्नु न। के कुराले छोयो भन्नु न लास्टमा। कस्तो भने जस्तो हामीले चाहिँ आफ्नो सन्तानको लागि हामीले पनि गरे। भोलि तिमीहरू पनि आफ्नो भावी सन्तानको लागि सोचेर जानुपर्छ। तर होस् गेम्स कस्तो गर्नु भने नि जस्तो एउटा दिनभरि चराहरू उडेर आएर आफ्नै गुणमा फर्किन्छ। त्यस्तै चाहिँ आफ्नो टाइमिङ मिलाएर अब डिस पनि खानुपर्छ। आफ्नो बच्चाबच्चीको भविष्यको लागि जानुपर्छ। तर बुढेसकालमा चाहिँ गए पनि आफ्नो बुढेसकालको त्यो बाबा आमाको नौलो पण्डितमा चाहिँ आउनु वहीँ आफ्नो एउटा सिटिजन बनाएर उतै आफ्नो भन्नु न। अहिले पो हामी बाबा आमा सबै खुसी भएकोदेखि किन मेरो छोरा अमेरिका छ के अरे अफ्रिका छ भन्ने। तर हामीले छोराहरूलाई यसरी हामी टुरा हुँदैछौँ भन्ने। अब पहिला अब एकजना उसले भन्नुभएको थियो कि पहिला त अब आमा बाबा मरेपछि टुरा हुन्छ बच्चा बच्ची भन्नु यस्तो हामीलाई टुरा नबनाउनु। अनि तिमीहरू पनि जानै पर्छ। बिहान तिमीहरूलाई पनि आफ्नो बच्चाहरूले बजारको लागि सोच्दैन भने अब एउटा कुरा हुँदाखेरि कस्तो अस्ट्रेलिया गयो भने पनि एउटा चाहे जुनसुकै देशमा गए पनि चाहिँ गए पनि एउटा आफूले आफ्नो बच्चाबच्चीलाई अब ठाउँअनुसार चल्नु पऱ्यो, खुवाउनु पऱ्यो, आफ्नो हेल्दी बनाउनु पऱ्यो। त्यही कारणले गर्दा सबैलाई जहाँ जहाँ गयो आफ्नो सन्तानको लागि हेर्नुपर्छ, जानुपर्छ। हामीले तिमीहरूको लागि गऱ्यो भने तिमीलाई पनि गर्नुपर्छ। तर अब कतिसम्म बस्ने कतिसम्म अब सधैँभरि चाहिँ त्यो नबस्नु दुःख गरेर फेरि आफ्नो देशमा फर्केर आफ्नै स्वदेशमा फर्केर फेरि अन्तिममा चाहिँ हामीले ठाउँमा जति भएको अब हुन्छ नि त एउटा सबै थोक टाइमिङ मिलाएर गर्न जाने हुन्छ भन्ने नै भयो। के हो अब त्यो देख्दै अब रोगो त होइन यो, तर यत्तिकै अब मन छोयो। ल अब इन्टरभल भयो, अब फेरि फुल मुभी हेरेर यसको रिभ्यू दिउँला मुभीको है मम्मी। के रिभ्यू दिनु र अब
तिमीले भ्लग बनाइराखेको छौ बोलिरहेको छौ अब यो त अब मैले यहाँ तिमीले भ्लग बनाएको भएको भएर मात्र मैले बोल्न बाध्य भएको होइन भने त यस्तो सबैको 100% पक्कै पनि मान्छे हुन्छ त्यही हो हामी मिडियामा आउँछौँ अब यसरी हामी चाहिँ यसरी यिनको भ्लगद्वारा भन्छु तपाईँहरू चाहिँ आफ्नो मनले आफैलाई भन्नुहुन्छ आफै रुनुहुन्छ तपाईँको आँसु कसैले अब यसरी कसरी छपस्त भएको कसैले देख्दैन नै त्यही हो हाम्रो देख्नु भएको छ अन्त सबैको मनमुटु पोल्छ हामी जस्तो आमाहरू तर त्यही हो यो पनि बुझ्नुपर्छ हामीले पनि बच्चाहरूलाई यस्तो रोक्नु हुँदैन जानुपर्छ टेस्ट खानुपर्छ टेस्ट खाएर अब कति निशब्द छु अब यो आँसुहरूले नि भनेछ ल यसो त यिनीहरू टिभी लगाएको ल अब हाफ टाइम पछि मम्मी चाहिँ हेरौँ रुनुहुन्छ कि रुनुहुन्न रुँदिनँ म त ल रुदिनँ भन्नुभएको छ है ल रुँदिनँ ओके मम्मी ल बुढी चाहिँ अनि त्यहाँनिर फेरि त्यसरी दुःखमा जाँदैछ फेरि के अरे गाडीमा लेखेको के अरे गाडीमा लेखेको थियो नि मान्छे पीडामा निकै दिल कुनै के दिलमा मान्छे चिलमा पीडा दिलमा मान्छे चिलमा भन्ने म आफैलाई पनि त्यो एकदम साँच्चै चाहिँ हो म पनि एउटा साँच्चै म पनि चिलमा छु होइन पीडा दिलमा मान्छे चिलमा त्यस्तै छु चिलमै हुनुपर्छ त्यही हो त्यो देख्दा अनि बाबाले त्यसरी त्यस्तै अब कसरी त्यो बाबा ल रोको कस्तो लागिरहेछ मुभी अहिलेसम्म चाहिँ इन्टरटेनमेन्ट चाहिँ भइरहेछ तर लास्टको यो जुन त्यो सिनले चाहिँ म पनि टचेड भयो क्या अलिकति हट टचेड भयो त्यो के सिन भने नि त्यो जब ऊ चाहिँ अब जान लागेको बेला अनि छोरा जान लागेको बेला होइन छोरा जान लागेको बेला कान्छो छोरा होइन अनि जुन बाबालाई एउटा के अरे पकेटमा मोबाइल राखिदिने त्यो चाहिँ हट टचिङ भयो त्यसले चाहिँ मलाई एकदम छोयो लेट अस सी ओके द्याट वाट विल बी द फुल मुभी हेरौँ त्यसपछि उयो गरौँ न मम्मी रुनु भयो नि ल ल ममा ल अब के खाउँ अनि जाउँ ओके ल अब हामी चाहिँ एकछिन यहाँ यसो खानपिन गरेर चाहिँ फुल मुभी हेर्छौँ ल लेट्स गो ल ममा लेट्स गो छोडिदिनु मामु कस्तो लाग्यो मुभी तिम्रो पनि दिन भाइ तिम्रो पनि दिन भाइ के भन्ने मम्मी मुभीको बारेमा केले छोयो कस्तो लाग्यो डेडलाई नेक्स्ट मुभी मेबी यो मुभीले चाहिँ एउटा केही लेसन दिइरहेको होला होइन बुझ्नलाई होइन जसले बुझ्छ उसलाई चाहिँ एउटा लेसनै हो कस्तो एउटा मतलब एउटा परिवारको एउटा सपनाहरूले गर्दाखेरि एउटा मतलब धेरै हाई ड्रिमहरू भयो भने पनि परिवारमा यस्तो एउटा
अब जस्तो एउटा फर द इक्जाम्पल होइन हामी पनि गाउँमै बस्छु होइन गाउँमै रमाउँछु गाउँमै खुसी हुन्छु गाउँमा हामीलाई एउटा बाटोमा निक्लिने बित्तिकै सबैले हामीसँग परिचित हुन्छ हामीसँग चिनिरहेको हुन्छ यहाँ काठमाडौँमा हामी बाहिर निक्लिने हामीलाई कसले चिन्छ कसैले चिन्दैन हामीले त्यस्तै सेम लाइक द्याट मम्मीले पनि त्यही फिल गर्यो होला मम्मी पनि घरबाट बाहिर निक्लिने बित्तिकै मम्मी को भनेर चिन्छ म को भनेर मलाई चिन्छ तर यहाँ के हामी यहाँ घरबाट बाहिर निक्लिने हामीलाई कसैले चिन्दैन केही भ्यालु छैन सेम लाइक द्याट द मुभी होइन छोराहरू त अब सहर बजारहरू छिर्यो देश विदेश गयो पनि तर हामीलाई चाहिँ बाउआमालाई चाहिँ आफ्नो गाउँ नै प्यारो आफ्नो गाउँमै रमाएर बस्न चाहेको चाहिँ जस्तो यहाँ फिल गराउँदो रहेछ यो मुभीले चाहिँ ओके ल हामी पनि गाउँमै बस्ने हो गाउँमै बस्ने हामी पनि मम्मीलाई चाहिँ केले छोयो मम्मी फिल्म पनि सकियो अब घर जानुभन्दा अगाडि हामी पार्किङमा छौँ मम्मीलाई चाहिँ आज एकदमै के कुराले छोयो कुन्नी ममा सधैँ त्यस्तै हो 3टा भन्दै हुनुहुन्थ्यो नि दिनु त भनेको अब त्यहाँनिर अब निर्साले अब आफै एकदम लाभारिस एउटा अब त्यस्तो आफ्नो त्यो अवस्था हुँदा पनि दिन भाइ अब यसरी औँलाले देखाउँदै दिन भाइ मिल्नु भनेकोलाई नि त्यो त्योहरू देख्दा त्यो दिन भाइलाई त्यो याद आउने अनि फेरि अब त्यस्तै अब त्यो आमा र बाबाको कति धेरै जिम्मेवारी कति बेर फरक हुने अब आमा एक्लै छोराहरूसँग बस्ने बाबा एक्लै गाउँ फर्किने अब त्यस्तै अब एक्लै सम्झिँदै खाने अनि कति सबै थोक अब हामी भनेको रोल हुने के अब सबैको आफ्नो जिम्मेवारी कर्तव्य सबै पुरा गर्नुपर्ने उता बुहारीलाई प्रेग्नेन्ट हेर्नुपर्ने उता बुढालाई कसरी गर्नु यता हेऱ्यो गाई उता हेऱ्यो गङ्गा भन्नु त्यो आमाले त्यस्तो के गर्नु हो त्यस्तोहरू सम्झेर त्यस्तै अब कसैको मन छोला नछोला मेरो मन दुख्यो भन्ने दुख्छ भन्ने छैन दुख्दैन भन्ने छैन कति आफ्नो एउटा फिल्म हेर्दाखेरि अब मान्छेको जिन्दगी एउटा स्टोरी हो त्यो स्टोरीमा अब हामी कति पात हुन्छ रुने कति पात अब खुसी हुने कति पात अब त्यस्तै चाहिँ अब लाग्ने त्यस्तै ओके ल आफ्टर लङ टाइम एकदमै दामी मुभी बनेको रहेछ हामीलाई पनि टच भयो सो आजको भ्लग यति नै थियो फेरि अर्को भ्लगमा भेटौँला है मम्मी ल ल बुढी भाइ ल मम्मी भाइ ल डेडी भाइ ल गुड नाइट एभ्रिवान स्पेसली के भने नि आज चाहिँ मम होइन मेबी फर्स्ट टाइम यो गाडी छोराको गाडीमा चढ्दैछ क्या ओ बाबा चाहिँ यता नाचिरहने कति फरक छ बाबा नाचिरहने आमा रोइरहने ल लेट्स गो ल गुड नाइट एभ्रिवान सी यू सुन